ल गुड इभिनिङ सबैजनालाई। अब आजको दिनको सुरुवात चाहिँ अब दिउँसो मतलब साँझैबाट भइरहेछ। अनि अब अहिले चाहिँ हामी अहिले फिल्डमा जाँदैछौँ। आज फुटबल म्याच छ हाम्रो यो मोतीपुरमा, फुलबारी फुटबल कप होला, अब नाम त्यही छ होला सायद। त्यो के छ मैले चाहिँ त्यो हेर्छु अहिले। अनि ल अहिले चाहिँ हाम्रो असिम दाइसिम जान्छौँ, अनि त्यसपछि त्यहाँबाट हामी फिल्डतिर लाग्छौँ। ल हल्का सुटहरू गर्न छ त्यहाँको, त्यही भएर ल अहिले चाहिँ हामी लाग्यो हाम्रो फिल्डतिर। आज चाहिँ म पछाडि पठाउँछ है गाइस, पठाउँछ। हामी चाहिँ अहिले लाग्यो हाम्रो ड्युटीतिर। पछाडि हुनुहुन्छ, हामी चाहिँ अगाडि साथीहरू। ल हाम्रो यो बनगाईको साथीहरूले आफ्नो घर चिनाम है। ल देश विदेशमा भएका साथीहरूले आफ्नो घर चिनेर हिँडौँ। ल अहिले चाहिँ हामी फिल्डमा आइयो। अब यहाँको दृश्य यस्तै छ है, हेर्न सक्नुहुन्छ। हाम्रो आयोजक टोलीहरू चाहिँ हुनुहुँदैछ। अब यहाँ कति बजीदेखि सुरु हुन्छ थाहा छैन। अब प्राक्टिस के हेरिरहेको तिमीले? लामा भाइ हेर्दा टर्न गर्न नदिएन। हामी कत्रो जान पनि अनि केटाहरु ओ हेर्दा छलाई आशिष छलाई जानु पास लिन एकजना। गोल गर्न सक्छ। बहुत ठीक छ यार, ठीक छ नि, बहुत खुसी लाग्छ। टाइम होइन तर त्यो लास्ट टाइममा अब स्कोर फर्कायो, बहुत खुसी लाग्छ। ल यता छ अर्को। हामी अहिले मोतीपुर फिल्डमा छौँ। अब चाहिँ यहाँ हाम्रो मोतीपुर क्लब भर्सेस हाम्रो बाडङ्गा वेलफेयर सोसाइटीको गेम भइरहेको छ। अनि अब चाहिँ पेनाल्टी सुटआउट हेर्दै गर्नु ल। यो साइड पानी पानी भाइ नहीं पानी पर्दैन, स्प्रे गर्नु। स्प्रे नाति है
टिकट केही भएको छैन हल्का त्यो लागेर चोट लागेर नसा कान्छी औँला मात्रै भेट्यो कि कान्छी औँला मात्रै भेट्यो कि त मात्र अरू औँला भेटेर त्यो चप्पाउनेवाला टेप भाइ डब्बामा त्यो डब्बाको हजुर पठाइदियो त्यो 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 काटेर ठ्याक्क त्यो काटेर पठाउँछ यस्तो यो लागेर कान्छी औँलामा आउनुपर्छ यसलाई चाहिँ गर्नुपर्छ भाइले चाहिँ तान्न त तान्दैछु मैले तान्नु मिलाउँदा त्यही पनि अब एक्सरे गर्नुपर्छ है मैले त रिक्स नलिएको भाइ होइन अब त्यही हो काटेर ओके भाइ ल अहिले चाहिँ म्याच भइसकेको छ अब यहाँ चाहिँ हामी घर लाग्ने क्रम हुन्छ सबैजना घर लाग्दैछन् ल आजको म्याच चाहिँ बाडङ्गा वेलफेयर सोसाइटीले जितेको छ पेनल्टी सुटआउटमा ल अहिले चाहिँ हामी घर लाग्यो